हरिओम। स्वागत छ सबै साथीहरूलाई वेदचक्षु ज्योतिषमा। चैत महिना सूर्यले राशि परिवर्तन गरिसकेका छन्। कुम्भ राशिबाट बृहस्पतिको राशि मीनमा प्रवेश गरिसके र चैत महिना सुरु भइसक्यो। अब यो चैतको महिना सूर्यको गोचरले तपाईलाई के असर गर्दैछ? मेष राशिका साथीहरूको लागि यो चैतको महिना त्यति धेरै राम्रो देखिएको छैन तपाईहरुको लागि। किन भन्दाखेरि द्वादश सूर्य तपाईको लागि विशेष गरेर कार्यक्षेत्रमा तपाईको स्वास्थ्यमा समस्या हुनेछ। तपाईको मान सम्मान प्रतिष्ठामा पनि कमी आउनेछ र मान प्रतिष्ठाको हानि हुनेछ। तपाईको कानुनी समस्यामा तपाई पुलिस केसहरुमा वाहन दुर्घटनाहरुमा पर्न सक्नुहुनेछ। एकदम सावधान हुनु होला। गलत संगतबाट तपाई बच्नुपर्छ। यात्राहरुबाट पनि तपाईलाई नुकसान नै देखिएको छ। वैदेशिक क्षेत्रका विद्यार्थीहरुको लागि शिक्षाको क्षेत्रमा यो चाहिँ राम्रो छ। तपाईको लागि जागिरमा यदि सरुवा चाहनुहुन्छ भने त्यो क्षेत्र पनि तपाईको लागि राम्रो रहेको छ। विशेष गरेर यो महिना तपाईले भगवान सूर्यको आराधना गरेर आउने समस्याहरुबाट तपाई बच्न सक्नुहुनेछ। हरिओम।